के भएछ न भात खान्छ न के गर्छ न हिँड्छ के भएको छैन तँलाई भएको छैन मलाई हिँड्न तँलाई धामी कहाँ लिएर जान्न मलाई त्यही केटी चाहियो तँलाई के भएको खालि केटी केटी भन्छ भक्केला कुन चाहिँ केटीले बिगारेको छ हिँड तँलाई म धामी कहाँ लिएर जान्छु हिँड उठ यहाँ छिटो उठ ल छोरा हिँड तँलाई साह्रै भएन के भएको नि यसलाई त पर्खु हिँड हिँड तँलाई धामी कहाँ लिएर गइहाल्छु म हिँड ल बनायो के रानी तिमी जङ्गल उड्दा फिर्दा नि हौ तिम्रो छायाली पासो पर्यो बाबाजी नमस्कार नमस्ते नमस्ते के समस्या पर्यो त्यस्तो मेरो छोरालाई खोइ केही खाँदैन पनि सुतेको सुतेको छ खालि केटी चाहियो भन्छ के भएको 4-5 दिन भइसक्यो ओछ्यानमा लडेको भगवान जिउजान त खाइलाग्दै छ त के भएर यस्तो निरोगी भयो तिमी फेरि खोइ रोगी पो भएछौ त प्रेमको लागेको यो अचेता ल्याउ त अहिले दुधको दुध पानी गराउनु पर्छ यसो विचार गर्दाखेरि भरे बेलुका साँझ हुनुभन्दा अगाडि 4 बजीतिर चिन्ता बस्नु पर्ने रहेछ है लु चिन्ता बस्नलाई के ल्याउनु पर्यो चिन्ता बस्नलाई तिमीले ल्याउनु पर्यो भनेदेखि धामीलाई चढाउने एउटा कालो भाले 1 बोतल रक्सी 4वटा कुखुराको अण्डा सेता भए काला भाइ नि चल्छन् तब 4 बजी आइपुग्नु पर्यो यहाँ 4 hours later बाबाजी नमस्कार नमस्कार लु बसौँ अबेला पनि भयो घाम पनि अस्ताउन आँटे छिटो बसिहाल्नु त लु बसौँ यहाँ चढाउँ देवी देवतालाई यो अब चिन्ता थाल्ने बेला भयो यो केटालाई नयाँ प्रीतिको रोग लागेको भनिदिनु पर्यो राम्रो पार्दिनु पर्यो यो केटालाई मायाको रोग लागेको 32 गुणले मिलेकी केटी एउटै मात्रै खोज्छ के खोज्छ पर्व भनिदिहाल्नु पर्यो हजुरले जात मिलेन A few moments later लाज एउटालाई पठाइयो धेरै दिनबाट धाइरहेको थियो दामी पनि सक्यो के को आउनु अस्ति भुइँलाई घाँस काट्न जाँदाखेरि घरबारीमा यसो गाला टसेर बसेको देखिरहेको थियो त्यति नै देखेर भन्दै गर्दा No